हेलो साथीहरू, आज चाहिँ हामी छुट्टी ड्युटी फिनिस भए पछाडि चाहिँ हामी ब्याङ्कतिर लागेको साथी र म। फाइनल्ली हाम्रो स्यालेरी आएको पनि 4-5 दिनै भइसकेको थियो, तर अब एमबिआरमा स्यालेरी पाए पछाडि चाहिँ डलरहरू किन्नुपर्छ, त्यही भएर ढिलो पनि भएको थियो। अनि घरतिरदेखि चाहिँ पैसा पठाइदे पैसा चाहियो भनेर भने हुनुहुन्छ। त्यही भएर आज चाहिँ ड्युटी फिनिस गरेर चाहिँ ड्युटीबाटै हामी चाहिँ ब्याङ्कतिर लागेको थियौँ साथी र म। अनि आज चाहिँ म भिडियो बनाउँदै हिँडेको। अनि तर यो बाटो आएको थियौँ त, यो बाटो चाहिँ यहाँ ठ्याक्कै अहिले बनाइरहेको रहेछ। अनि त्यही पनि हामी चाहिँ यही बाटो गयौँ साथी र म। अनि साथीलाई चाहिँ यता फर्केर भिडियो बनाउन, यता मेरो पछाडि हिँड न भनेको, म त हिँड्दिनँ भनेर अगाडि अगाडि हिँड्दैछ। तर पनि म चाहिँ उसको पछाडिबाट उसको भिडियो बनाउँदै हिँडेको। हेर्नुहोस् साथीहरू, मालेमा अहिले चाहिँ यस्तो छ बाटो, ब्याङ्क जाने बाटो के एनबिएल ब्याङ्क। हामी चाहिँ एनबिएल खै के भन्छ, म चाहिँ एनबिएल भन्छु। त्यो ब्याङ्कमा जहिले हामी चाहिँ त्यही ब्याङ्कबाट पठाउँछौँ पैसा, किनभने त्यहाँदेखि त्यो ब्याङ्कदेखि पठाउँदाखेरि चाहिँ अलिकति रेट धेरै पाइन्छ। सो हामी चाहिँ त्यही जाँदैछौँ। तर बाटो चाहिँ अहिले यस्तो छ। नेपालतिर उता गाउँघरतिर चाहिँ यस्तै हुन्छ नि त, बर्खाको समयमा कच्ची रोडहरूमा चाहिँ पानी हिलो जमेको हुन्छ, त्यस्तै छ अहिले चाहिँ यो ठाउँमा पनि। अनि हामी चाहिँ यहाँ जाँदैछौँ त, बाटो पनि उता त बन्द रहेछ। ला के गर्ने होला भनेको, अर्को बाटो चिनेको पनि थिइनँ। फेरि हामी चाहिँ उतातिरबाट घुमेर अनि गयौँ। के गर्नु साथीहरू, बाटो नचिन्नु पनि गाह्रो। अहिले चाहिँ बनाइरहेको रहेछ, अनि यहाँ मेरो साथी चाहिँ लजाइरहेको छ। कम त लजालु छैन, भिडियो बनाउन मान्दिनँ। अनि हामी चाहिँ यता घुमेर अर्को साइडबाट जाँदैछौँ। के गर्नु साथीहरू, ड्युटी छुट्टी भएर अनि हामी चाहिँ निस्केको, रात पनि परिसक्न आँटिसक्यो। अनि के आज चाहिँ मैले भिडियो बनाएको, तर मलाई राम्रोसँग भिडियो बनाउन पनि आइरहेको छैन कि, त्यही पनि हल्लाइ कस्तो भिडियो बनाइरहेको छु मैले चाहिँ। अनि यहाँ मेरो साथीहरू चाहिँ भन्दैछ, यति राति मलाई ड्युटीबाटै यता ल्याइरहेको छ, मलाई बिरयानी किनिदेऊ है भनेर भन्दैछ। भइहाल्छ नि त भन्दै म पनि पछि पछि जाँदैछु। अनि फेरि यतादेखि चाहिँ घुमेर यता निस्किनुपर्छ नि त, फेरि अर्को साइडदेखि फेरि त्यही बनाइरहेको रोडतिरै हामी चाहिँ फेरि गइरहेछौँ, त्यहाँदेखि अलि अगाडि हो नि त। अनि कि यो मालदिप्सको मालेमै बस्ने साथीहरूले चाहिँ धेरै सजिलै नै छ ब्याङ्क जानको लागि। ड्युटी फिनिस गर्ने बित्तिकै पनि जाँदा हुन्छ। तर ब्याङ्क पनि 6:30सम्म मात्रै ओपन हुन्छ। तर यो मालदिप्सको आइल्यान्डतिर टाढा टाढा बस्ने मान्छेहरूलाई चाहिँ कति गाह्रो। बल्ल तल्ल 30 दिन काम गरेर 1 दिन स्यालेरी मिल्छ, 2 दिन पनि राख्न नपाइकन घर पठाउनु पर्छ। घर परिवारलाई सपना देखाएर आश देखाएर आएको हुन्छ, म गएर पैसा कमाएर पठाउँछु भनेर। के गर्नु होइन, पठाउनु त पर्यो। पहिले म सोच्थेँ परदेशीसँग त पैसा नै पैसा हुन्छ, उसको साथमा पैसाको खाँचै हुँदैन भन्ने लाग्थ्यो। तर म आफै परदेशिएपछि थाहा भयो, पैसा त 1 दिन मात्रै रहँदो रहेछ आफ्नो साथमा त। फाइनल्ली म चाहिँ आइपुगेँ र मैले यहाँ टोकन पनि लिइसकेँ। अब चाहिँ यो फर्म फिल गर्नुपर्छ। अनि यो रहेको छ फर्म, अनि यो रहेको छ, मैले फर्म फिल गरिसकेँ। अब चाहिँ म काउन्टरमा गएर बुझाउँछु। यो फर्म दिएपछि अनि पैसा पठाउन पनि मिल्छ। फाइनल्ली साथीहरू, अब चाहिँ पैसा पठाइयो। अब हामी चाहिँ फर्किएको ल साथीहरू।